धेरै भन्नु छैन, यति मात्रै भन्छु कि यो बलात्कारी जेल जान्छ कि त यसको ज्यान जान्छ। हिजो मात्रै एउटा आइटीबाट सागर लम्साल बलेको फोटो पोस्ट गर्दै यस्तो लेखिएको थियो, यदि सागर लम्सालले जबरजस्ती करडी गरेका छन् भने अदालतबाट प्रमाणित भएर उनलाई कडा भन्दा कडा सजाय हुनुपर्छ, नत्र यसरी फेसबुकमा रोइला गरेर केही पनि हुँदैन। आज मलाई थाहा भयो कि सागर लम्साल बलेले आफ्नो चर्चा त कमाए, तर उनले कुनै पनि साथी कमाएका रहेनछन्। उनको बारेमा बोल्ने अहिले कोही पनि छैनन्। हुन त बलात्कार जस्तो जघन्य अपराधमा साथ नदिएकै राम्रो, तर अझै पनि अदालतले उनले बलात्कार गरेका हुन् कि होइनन् भन्ने बारे पनि आदेश भएको छैन। उनलाई आज मात्रै अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ, तर सामाजिक सञ्जालमा भने उनलाई बलात्कारीको ट्याग दिइसकेका छन्। उनी सँगै काम गरेका कलाकारहरूले समेत उनलाई दोष दिइरहेका छन्। साँच्चै हाम्रा नेपालीहरूलाई कति धेरै हतार छ। बलात्कार भएको कुरा सामाजिक सञ्जाल फेसबुकमा आउँछन्, तर अदालतमा जाँदैन। यदि आफूमाथि अन्याय भएको हो भने जाने अदालतमा। म कसैको सपोर्ट गर्नको लागि यो भिडियो बनाएको होइन। यदि कोही दोषी छ भने त्यो दोषीलाई कडा भन्दा कडा सजाय हुनुपर्छ, तर फेसबुकमा एकले अर्कोलाई आरोप लगाउने काम आजैबाट बन्द गरौँ।